यो अगाडिको हेलो साथीहरू, हामी चाहिँ मेला लाग्दैछौँ। यस्तो छ बाटोको हालत। दाइरामा जाँदैछु। चाँगु मन्दिर हिँडेको हालत यस्तो छ। पिच थियो जस्तो लागेको थियो त यहाँ त। बाटो त यस्तो बवाल भएछ त। कस्तो छ दाइ बाटो? यस्तो छ उकालो, त्यही माथि हिलो भएछ। रनिङ नि चल्दैछ। यस्तै छ उकालो हिँडाइमा। तान्नुलाई गाह्रो हुँदैछ। बवाल बवाल ल बाटो चाहिँ एक हाम्रो दाइ नै आउनु हुँदैछ। ठिक छ नि? अस्ति पुरै यहाँ ढलान थियो जस्तो लागिरहेको थियो। अलिअलि ढलान बाटोमा पुग्यो। हिँडाइ मचिँदैछ जे होस् हाम्रो दाइरा मेरो बालसँगले। यताको मूल पानीको भ्यू हेर्नुहोस्। खालि त्यो नगरपालिका डाँडामा रातो देखिरहेछ त। ल उकालो हिँडाइ मचिँदैछ। यो मूल पानीको भ्यू हेर्नुहोस् यस्तो छ। अनि चाहिँ यो पारीबाट आएको, तलीबाट नगरपालिका यो ठुलो देखे चाहिँ। अब चाहिँ उकालो सुरु भयो। जम दाइ त्यही छ। यस्तो छ ताल। म आउनु आँटेको चाहिँ म आउँदैछु के यो अब कल गर उताबाट कहाँ आउँदैछु भन्नुहुन्छ त? भन्नु पर्दैन मान्छे कति छ। पुग्नु सक्नुहुन्छ नि? हाम्रो दाइको खुट्टा बिग्रेर यहाँ उकालो हिँड्नु गाह्रो भइरहेछ। फुटबलले गर्दा खुट्टा बिग्रिएछ दाइको। बल्ल बल्ल पानी रहेर हामी चाहिँ जाँदैछौँ चाँगु नारायण मन्दिर। यस्तो उकालो बाटो छ। बाटो चाहिँ खतरा राम्रो बनाइदिएको रहेछ, बनाउँछ है यस्तो दामी। यस्तो छ बाटो उकालै उकालो। तपाईँहरू नि आउनै घुम्नु, तर बाटो देख्दा मजा लागिरहेछ क्या दाइ। खुट्टा बिग्रे बेल त जस खुट्टा ठिक हुने भाइ तपाईँको।
यस्तो गर्नु थाल्यो भने त भएन यो त भोलि नै पुग्नु गाह्रो हुन्छ क्या हो गाह्रो पो छ हौ यस्तो खलखली पसिना आइसक्यो घाम देखेको छ र धोका दियो है दाइलाई खुट्टालाई फुटबलले गर्दा हाम्रो दाइको खुट्टा बिग्रेर अलि हिँड्न गाह्रो भइरहेछ झन् झन् उकालो गयो झन् झन् अल्को अल्को डाँडा आउँछ है यस्तै छ अब चाहिँ पुग्न लागेछौँ साथीहरू ल हेर्नुहोस् यस्तो छ बाटो घर बाइकहरूले पनि तान्ने गाह्रो भइरहेछ ल राजा त अड्केछ अरू त के हो है ठेलिदिनु पर्छ ए यहाँ बाटै खत्तम रहेछ बाटो झन् तल खत्तम यहाँ चिप्लो माटो छ नि त तलको राम्रो थियो नि त नचिप्लिने त्यही त उ गर्नु नि हामी पानीले गर्दा यस्तो छ बाटोको हालत अहिले एउटा बाइक ठेल्न निकाल्यौँ साथीहरू यस्तो छ अब पुग्न लागेछौँ अब जाउँ न माथि डाँडामा अनि गरौँ बाइक ठेलेर यस्तो भएछ सहयोग गर्ने भएको खलखली पसिनै आइरहेको पसिनाले लुक्कै भयो अघि जाडो हुँदै थियो अर्को बाटो ल्यायो नि त उताबाट आएको होला कि होइन उताबाट राम्रो छ नि त बाटो ट्राफिकले दिएन रे कि अन्दै गएर त्यही भने अहिले गाह्रो बनाउँछ कि मान्छेहरू फर्किन थालिसक्यो हामी चाहिँ भर्खरै जाँदैछौँ दाइरामा अझै उकालो बाँकी छ यति ल अब चाहिँ भिडमा पुग्यो हेर्नुहोस् यस्तो छ अब चाहिँ पुग्नु लाग्यो है चारैतिरको यहाँ बेड भइयो आउँछ बिर्सिँदैछ चढ्यो दाइ यता अहिले छुट्टी जान्छ फेरि किन लाएर आएको त रे ल यस्तो छ
छोरोको अधुरो यस्तो छ ल सारा नारायणमा जानु रे आज एउटैमा 2 नारायण आउँछ धेरै लाग्छ हाम्रो दाइ नि आउनु रहेछ सकिन भयो खुट्टाले धोका दियो हाम्रो दाइलाई कोही फर्किँदैछ कोही हामी चाहिँ भर्खरै जाँदैछौँ दाइरामा हिँडेको हावा चाहिँ पुग्नु लाग्यो हो हेलो भन्नु न भन्नु पैसा छ कि छैन चढाउने पुग्यो अब चाहिँ ल गेटमा पुग्यो यस्तो छ पुग्यो अब चाहिँ साथीहरू यस्तै छ अनि भिड आजको मन्दिरहरू कलङ्की 14 का सुशीला पन्थी आचार्यबाट रु 200 सहयोग प्राप्त भएको छ सुशीला पन्थी आचार्य कलङ्की 14 बाट रु 200 सहयोग प्राप्त भएको खाली भिडमा हेर्नु हेर्नुहोस् यस्तो भिड आजको जाउँ यस्तो जाडो मौसममा पनि यस्तो गर्मी भइरहेछ उकालो हिँडेकोले भिड त कति हो कति हेर्नुहोस्